म एउटा सिचुएसन बताउँछु है त। त्यो सिचुएसनमा एउटा पात्र छ र त्यो पात्र तपाईँ आफै हो। जसले यो भिडियो हेर्दै हुनुहुन्छ त्यो पात्रको ठाउँमा आफूले राख्नु होला अनि एकचोटि कल्पना गर्नु होला है त। यो पात्र एउटा ठाउँमा उभिएको छ, यानि कि तपाईँ एउटा ठाउँमा उभिनु भएको छ। त्यसको अगाडि एउटा फलामको ठुलो गेट रहेको छ र त्यो गेटको अगाडि चाहिँ तपाईलाई खान मन लागेका थुप्रै खानेकुराहरू छन्, तपाईलाई लाउन मन लागेका थुप्रै कपडाहरू छन्, तपाईलाई घुम्न जान मन लागेका ठाउँहरू छन् अनि तपाईलाई मन परेका त्यस्ता धेरै कुराहरू छन् जुन तपाईलाई जिन्दगीमा गर्न मन छ अथवा तपाईलाई खान मन छ, लाउन मन छ, के गर्नु मन छ हैन। तर तपाईलाई सबैले के भनिदिएका छन् भने यो गेट खोल्नु मिल्दैन अथवा यो गेटबाट तपाईँ जानु मिल्दैन है। यो गेट कि त आफै खोलिनुपर्छ कि तपाईले यो गेट खोलिएपछि मात्र तपाईँ बाहिर जानुपर्छ भनिएको छ। तर तपाईको अगाडि मात्र गेट हो, तपाईको वरिपरि सबै खुल्ला ठाउँ छन्। तपाईँ जुनसुकै ठाउँबाट पनि तपाईँ त्यो ठाउँसम्म जान सक्नुहुन्थ्यो अथवा तपाईको गन्तव्यसम्म पुग्न सक्नुहुन्थ्यो। तर तपाईले अरूको कुरा सुन्नुभयो र तपाईँ त्यो गेटको पछाडि उभिएर बस्नुभयो। यो सिचुएसन तपाईलाई बताउँदै गर्दाखेरि तपाईको जिन्दगीसँग कतै मेल खायो कि खाएन, कतै तपाईँ पनि त्यस्तै एउटा गेटको पछाडि उभिएर बस्नु भएको छ कि, तपाईँले पनि बाटो बिराएर आफ्नो गन्तव्यमा पुग्न नसकेर उभिनु भएको छ कि, एकचोटि आफूले आफैलाई क्वेसन गरौँ त।